निलगाई देखाउँछु त्यो निलगाई कस्तो हुन्छ भने ऊ त्यो आँखा टल्केछ नि ऊ हो त्यो निलगाई देखेछ ऊ हेर्नु 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 त हो त्यही हो निलगाई हो त्यो हेर्छु कि म लाइट यसो बन्द गर्छु हिजो चाहिँ निलगाई देखेको थिएन होइन आज चाहिँ निलगाई नै देखिन्छ हजुरलाई म निलगाई देखाएर छोड्छु है ठुलो छ है फेरि डर पनि लाग्छ एक्लै छु नि त फेरि लखाट्छ कि भनेर तर म डराउनु नि त निलगाईसँग म उल्टै त्यसलाई नै भ्याइदिइहाल्छु हेर्नु त ऊ अन्त कत्रो छ अन्त त्यो साँढे अन्त त्यहाँ कत्रो हेर्नु त हिँडिरहेछ होइन हो त निलगाई हो त्यसलाई चाहिँ आज म लखाटेरै छोड्छु है त आज यसलाई कहाँ छोड्ने मेरो यो बिउ पुरै खाएर नोक्सान गर्दैछ यसलाई आज ऊ हो त्यो हो है यो हट त्यसलाई आज छोड्नुपर्छ एक्लै छु म यहाँ अँधेरो पनि छ अहिले 10 बजिसक्यो होला हो त्यो हो साँढे हो यो एक्लै पायो भने त मान्छेलाई पनि भ्याउँछ यसले ऊ अन्त उहाँ कुनाबाट आउने रहेछ ऊ उहाँ ठाउँ बनाएको छ ऊ हेर्नुभयो ऊ गयो होइन यसले चाहिँ त्यहाँ ठाउँ बनाएको छ होइन अब एक्लै त म त्यहाँ जान्न मलाई हमला गरिहाल्छ एक्लै छु टाढै बस्छु म अलिक नजिक जान्ने यसको मलाई नै लखाटो पनि फेरि दुःख हुन्छ होइन यसो गर्नु पऱ्यो त्यसलाई उताबाट म बाटोबाट आएर लखाट्छु है छैन यसलाई होइन यता किनकि पुरै भारेछ यो साइडमा चाहिँ यो यताको साइडमा पुरै मिस्कर थुपारेछ नि त यी कताबाट ल्याएर यसले गर्दा चाहिँ यसले यो कुनाबाट आउने छ कि यसले हाम्रो बिउहरू सबै खाछ बर्बाद पार्दैछ हाम्रो त बिउ मात्रै खाछ यताको त रोपाइ पनि खाइदिएछ उतातिरको पनि बिउ सिउ पुरै खाइदिएको रहेछ यहाँ चाहिँ म हिजो अस्ति त्यो आन्टीहरू आएर हेरेर जानु हिजो नि 12 बजीसम्म हेरेँ अनि 12 बजेपछि घर गएको त 1 बजी कति बजी आएर राति आएर फेरि खाइदिएछ अहिले त म बिहानै आएको छिटै आएको अहिले 10 बजिसक्यो पुरै खाइदिइसकेको छैन रोप्ने बिउ अहिले साँपहरूको डर हुन्छ त्यही भएर म त्यो बाटो छ कि त्यहाँ बाटो छ त्यही बाटो गएर यसलाई चाहिँ म ठिक पारिदिन्छु आज त्यो बाटोबाट जान्छु कि म आज यताबाट गएर त्यो बाटोबाट उहाँ जानुपर्छ अनि त्यहाँ गएर त्यो उतातिर बस्यो होला अनि त्यसलाई आज लखाट्नुपर्छ खोलातिर जान्छु यो त्यो खोला जाने बाटो सिधै बाटोतिर गइन्छ त्यो निलगाई चाहिँ यतातिर कता पसेछ होइन जङ्गलतिर त्यसलाई चाहिँ म हेर्छु अब कता लाइट छ नि त मसँग हुन त म एक्लै छु अब रातिमा केही पनि एक्लै भए पनि केही हुन्न एउटा डराउन हुन्न यस्ता होइन यो पुरै खेती हो यता चाहिँ बजार आउने ठाउँ चाहिँ उता साइडमा छ हाम्रो त्यही बजार लाग्ने ठाउँदेखि हाम्रोमा खेतमा आउनु 5 मिनट जति लाग्ला हिँड्दैन त्यो पनि लाग्दैन त्यो चाहिँ अहिले कता भागेछ त्यहाँ छ क्या यहाँ पानी रहेछ खोला यो चाहिँ अहिले यति 10-10:30 बजीतिरको है त ल अहिले चाहिँ म यति नै बनाउँछु अहिले फेरि एकछिन बस्दैछु 12 बजीसम्म म बस्छु त्यसपछि फेरि आयो भने अर्को भिडियोमा हाल्छु त्यो आयो भने है आएन भने पनि म हाल्छु आएन भनेर आयो भने पनि म देखाइदिन्छु अझ नजिकबाट देखाइदिन्छु हुन्छ अर्कोचोटि चाहिँ यो पनि देखिन्छ राम्रोसँग त अलिक ठुलै छ अब एक्लै के पछि जाने साँढेवाला हो ठुलोवाला हो फेरि मलाई नि लखाट हो भने फेरि एक्लै कताबाट भाग्ने हुन्छ ल यति नै ल यस्तो भिडियो हेर्दै जानु मलाई फलो गर्नु ल।